ये छ्या हुँदैन यो त छ्या हुँदैन यो त कलर पनि आजबाट अरेन्ज है ओरेन्ज ओइ यो त ओइ सेम सेम छ त 1 2 3 गो आमा उ लागेको छ क्या हेर ओइ म त फिर्ता लान्छु मेरो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल फेरि पनि मेरो नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ आज चाहिँ कस्तो भएको छ हेर्नु दिन स्नो डे 2026 को फर्स्ट स्नो एक्सपिरियन्स गर्दैछु आज चाहिँ मजाले हिउँ परेछ होइन अनि मेरो नयाँ भिडियोमा स्वागत छ आज के गर्छु सन्डे आज मेरो चाहिँ बिदा छ अनि आज मैले के गर्छु सबै देखाउँछु होइन आज तपाईँहरूलाई मेरो आज चाहिँ फुल डे स्नो छ हिजो रातिदेखि कति बजीदेखि परेको अनि आज पुरै दिन हिउँ छ भरेसम्म झन् धेरै जम्मा हुन्छ होला होइन यस्तो रमाइलो लागिरहेछ क्या सेतै हिउँ पर्यो फुरुरु हिमाली भेगैमा ओ भोलि त काम बिदा हुन्छ है क्या हो यहाँ गर्दा बल्ल उठ्दैछ अनि त चिसो भएर यसो वाला हेरेर नि त खत्रै भएछ त अनि होइन गाइज आज चाहिँ हामी के गर्दैछौँ क्या अनि उसले र मैले होइन उसले र मैले के गर्दैछौँ सबै देखाउँछौँ अनि गाइज म चाहिँ भर्खर उठेर स्किन केयर गरेर मैले भ्लग अन गरेको क्यामेरा अन गरेको थिएँ होइन फर्स्टमा चाहिँ यहाँ मेरो भगवान् हुनुहुन्छ अनि भगवान्लाई चाहिँ पानी फेरिदिन्छु टक्क बत्ती बाल्छु पानी फेर्छु फर्स्टमा चाहिँ त्यसपछि मेरो अनि अर्को काम सुरु हुन्छ यस्तो छ मेरो भगवान्को घर चाहिँ अनि अब यो पानी फेर्नु पर्ने हुन्छ भाँडा पनि फोहोर भएको छ होइन त्यही भएर यहाँ माथि राखौँ के हो यसलाई माझ्नुपर्छ नि पहिला यस्तो दामी छ क्या कस्तो दामी लाग्यो हेर न अस्ति लिएर आएको नेपालबाट आउँदा म चाहिँ अहिले पानी फेरि कचरा माझ्न लाग्छु गाइज होइन हेर्दै चाहिँ राम्रो जोगाउन चाहिँ गाह्रो चाहिँ पछि गयो पिताम्बरीले त्यो क्लियर हुँदो रहेछ नि कलरै चेन्ज हुँदो रहेछ कस्तो जुठो के माझे हुन्छ नि त भाँडा माझ्ने लिएर त्यही भएर म यतिकै गर्छु क्या त्यो कलरै चेन्ज हुँदो रहेछ है यो यस्तो भाँडालाई त राख्ने बित्तिकै आफै फोहोर भएर बस्छ क्या टल्क्या है टिकिली टल्क्या के को राज भयो स्किन केयर गरेर बसेको भर्खर तर यो पन्जा लाएर चाहिँ सही गरी तिमीले यसले त कस्तो हात फोहोर हुन्छ नि यो पिताम्बरीले त ऊ त त्यस्तो टिकली टल्काइदो रहेछ नि त्यही भएर किनेर लिएर आएको थियो यसलाई यस्तो बनाइसक्यो है कस्तो टल्क्यो तामा जस्तै नि बल्ल तामा जस्तै यस्तो काम पनि गर्छु क्या म हेर्दाखेरि जस्तो देखे पनि हेर्दा चाहिँ हावा सबले त्यही भन्नु मलाई हेर्दा चाहिँ हावा पुरै धेरै बोल्छु नि त ए कस्तो हावा रहेछ भन्नुहुन्छ तर यस्तो कुराहरू पनि गर्छु म होइन गाई छैन हावा चित्त मलाई पनि छिराइदियो मैले सोधिरहेको थिएँ अब चाहिँ चिया बनाउँछु गाइज होइन म चाजना छु मानि 1 कप 2 कप 3 कप 4 कप सानो कपमा खाने खाना अलिकति सुक्छ नि त चिया चाहिँ कालो चिया खाने हो क्या गाइज कालो चिया खाने हो त्यही रङ राख्छु थोरै कुटेर राखेपछि आउँछ सुकमेन अनि आउँछ तेजपत्ताको पात यो चाहिँ यतिकै राखिदिन्छु कोही चिया त खाने भन्यौँ होइन चियापत्ती होइन चिनी नै छैन होला चिनी चाहिँ रहेछ गाइस पानी त 4 ग्लास पुग्छ त भाइ धेरै किन हाल्नु तर दुध चियामा हो नि त होइन धेरै चाहिँ नि कालो चियामा त चाहिँदैन
टक्क अलिअलि कुटेर राख्छु अदुवा राखेँ देखाएको छैन थाहा छैन अनि चियापत्ती राख्नु पऱ्यो फेरि चियापत्ती लौ कहाँ पठाएको गरेर राख्दैछ चियापत्ती चाहिँ ड्याङ्गै 1 किलो लिएर आएको छु नेपालबाट हेरे कालो चियामा त धेरै राख्नुहुन्न दुध चिया खानुहुन्थ्यो बिहान बिहानै दुध चिया खानु राम्रो पनि होइन अनि हामीसँग दुध पनि छैन लिन जाने जग्गा पनि कसैको पनि छैन आज हिउँ परेको छ त्यही भएर हेल्दी अद्रकवाली चाय खान्छौँ हामी चाहिँ भएको म थोरै नुन राख्छु ल गाउँमा हामी नुन राखेर खान्छौँ क्या चियामा थोरै फेरि पुरै नुनिलो होइन थोरै मात्रामा किनभने त्यो प्लेट पटारिन्छ त बिहान उठ्ने बित्तिकै त त्यो चियामा थोरै नुनिलो खायो भने थोरै नुन राख्यो भने चाहिँ अर्कै वाला टेस्ट आउँछ क्या कुनमा खाने आज यसमा खाने त्यसमा खानु धेरै होला त्यसमा टक्क है तर सौको लागि तर खाना त्यसमा मन थियो यहाँ चाहिँ खोइ सेल त आमाको हजारमा सेल त सकिसकेछ चिया खान लागि खट्टै छ यहाँ रूपा दिदीले पठाएको लु खायौँ ल खाएँ ल पिए ल खामबाई गर्नुभन्दा अगाडि सबैले सकाइसकेको छन् क्या आनन्द आएको हिउँ पऱ्यो बेलामा फेरि खाइ ल के खट्टी खट्टे मगाबाट खाल्छै हुन्छ हेलो गाइज आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्नु लाग्छौँ क्या के गर्नेवाला छौँ भन्दाखेरि मैले फर्स्टमा स्टार्ट गर्दाखेरि अनि त्यही भएर हामी चाहिँ दाइसँग जान लाग्छौँ क्या दाइसँग खेल्ने हो अनि सामान किन्न जान लाग्यो यस्तो हिउँ परे अब यहाँ कसरी टेर्नु कति मजा आउँछ होला यस्तो दामी छ हात दुखिसक्यो टेको हुन्छ टेको त चिप्लिन्छ आमा चिप्लिन्छ खिच न मामु ओइ चिसो ओइ अहिले तिम्रो हात हुन्छ है ओइ अहिले तिमी जान सक्दैन है भयो अब देखाउँदिन ल खल्तीमा हाल्छु आउँछ होला ओइ कस्तो दामी देखेको एकखेर मुभीहरूमा देखाउँछ नि त्यस्तै क्या है ल अब चाहिँ छाता ओढेर जानुपर्ने हुन्छ गाइस यस्तो गाह्रो बनाएको छ हात छिराएर होइन यस्तो छ भुइँमा चाहिँ देख्दा चाहिँ रमाइलो छ होइन गाह्रो चाहिँ भइरहेको छ फेरि एक्साइटमेन्ट लेभल नि छुट्टै छ हिउँ पनि पर्दै होइन अनि गिफ्ट पाउनेवाला छौँ नि त आज यहाँको यिनको गिफ्ट हो फेरि हुन चाहिँ होइन के आउँछ क्या 12वटा कलर पो हो त उही यहाँ चाहिँ यस्तो छ फेरि उसले एउटा के दिमागमा केही पनि आएन अब केही आएन 1 घन्टामा भ्याउनु पर्छ है हेलो गाइज है अनि के अरे हामी चाहिँ लगभग आइपुग्नुलाई यो चरा भएको बिल्डिङमा हो क्या सपिङ गर्ने चाहिँ अनि हामीले चाहिँ 5-5 हजारको गर्ने भनेर सल्लाह गरेछौँ गिफ्ट एक्सचेन्ज गर्ने सामान चाहिँ 5-5 हजारको किन्ने भनेको छौँ अनि अब सिग्नल गरिरहेको यहाँ अनि यो बिल्डिङमा फेदमा पुगेपछि चाहिँ हामी आफ्नो बाटो लाग्छौँ क्या खुल्यो सिङ्गो खुल्यो अनि अब हामी चाहिँ आफ्नो बाटो लाग्छौँ क्या अब तिम्रो किन होइन म मेरो किनिसकेपछि छाता के घर फर्किने बेलामा मात्रै भेट्ने क्या अब ल तिम्रो
बाटो म मेरो बाटो ल हामी चाहिँ आइपुग्यौँ बाई बाई ल बाई कति राम्रो देखेँ हेर त अनि के मेरो खुट्टा हेर्नु त यहाँ बिजो आमामा हिउँ पुरै लाग्यो चिसै हुन्छ अब यहाँ इन्ट्री गर्ने हो बाई 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 भन्नु न बाई बाई ल हामी चाहिँ छुट्यौँ ल गाई ल बाई ल बाई ल उसको नि भ्लग स्टार्ट भयो ल म एउटा हाँसो उठ्छौ जाने चाहिँ एकै ठाउँमा हो उठ्या पछि छाता छाता हाल्ने कुरा हो यो चाहिँ यस्तो हुन्छ जापानमा यस्तो सिस्टम हुन्छ गाई चाहिँ यस्तो हुन्छ क्या टक्क पानी परेको बेलामा पानी नचुइयोस् भनेर यसरी हुन्छ ल बुई बुई म गएँ अनि होइन म चाहिँ फर्स्टमा चाहिँ मेरो घरमा चाहिने सामानहरू किन्नु छ नुन छैन अघि चिनी सकिएको थियो चिनी लिएर जानुपर्ने नबिर्सिकन त्यही भएर म चाहिँ तल फुड मार्केटमा जान्छु फर्स्टमा फुड मार्केटमा जान्छु तिनीहरू किन्छु अनि अर्को कुरा क्या गाइस मैले चाहिँ सिङबाट मगाइसकेको छु क्या 7वटा कलर चाहिँ हाट गर्नुपर्छ अहिले हेर्नुपर्छ अनि बाँकी 4-5वटा चाहिँ म यहाँ दाइसँग किन्छु अनि हेर्नुपर्छ के हुन्छ है अनएक्सपेक्टेड हुन्छ के आउनेवाला छ एक्साइटमेन्ट पुरै बास्केट लिनु पर्यो अनि नुनहरू कुन साइडमा हुन्छ भनी यतै यतै हुन्छ त्योहरू कस्तो दामी दामी कस्तो घट्न त्यसरी अनि नुन चाहिँ यहाँ रहेछ गाइस ल 750 ग्रामको छ त ओसियो यही दिएँ अनि चिनी छैन क्या नुन र चिनी ठाउँमा अनि म चाहिँ प्रायः जसो चिनी चाहिँ 1 केजीको सानो लानुपर्छ क्या हो कति ग्रामको हो 214 331 मेरो डिब्बा चिनी हाल्ने डिब्बामा चाहिँ यति नै अटाउँछ होइन 1 केजी नै अटाउँछ क्यारे ब्राउन सुगर लिन्छु म चाहिँ प्रायः जसो भन्दा पनि सधैँ भयो अहिले चाहिँ म तल सेउको हिँड्छु के भन्छ फुड मार्केटबाट चाहिँ माथि जाँदैछु दाइसँग अनि मैले चाहिँ 7वटा कलर मगाएको रहेछु सिमबाट चाहिँ अब बाँकी चाहिँ रोयल ब्लू स्काई ब्लू ब्राउन ग्रे र अरेन्ज कलर 5वटा कलर किन्नुपर्ने छ अनि मेरो विचारमा चाहिँ के छ भने के अरे अलिक फन्नी फन्नी टाइपको किनौँ भनेर सोचेको छु त्यो फन्नी चाहिँ भेटाउँछ कि भेटाउँदैन माथि दाइसँग गएर हेर्नुपर्छ गाइस होइन अलिक ठिकै राम्रै अब काम लाग्ने चिजहरू नै मगाएको छु मैले उताबाट चाहिँ अब यहाँ दाइसँगबाट चाहिँ अलिक फन्नी टाइपको के भेटाउँछ त्यो लिएर जान्छ है त हेरौँ के भेटाउँछ अब कलर दिमागमा चाहिँ पनि छैन अहिले अनि त्यो 5वटा कलर चाहिँ के लिनु त्यो 5वटा कलर चाहिँ के लिनु भन्ने कुरा चाहिँ म टोटल्ली मेरो दिमागमा छैन होइन है म चाहिँ यहाँ दाइसँगको उसमा आइसकेको छु के देखिरहेको छु क्या मैले अब केही त लिएर त भ्याउँदैन सबै मनपर्छ दाइसँगको चिज होइन पहिला यो लिएर हिँडौँ अनि अब यहाँ फेरि 2जना किन्दै जुड्यो भने आपद छ फेरि भेटायो भने त्यो पो रमाइलो पार्ट छ त एउटा हेरौँ है त गाइस के भेटाउँछ रोयल ब्लू स्काई ब्लू ब्राउन अनि ग्रे कलर त्यति छ है हाम्रो जम्का भेट भयो गाइस यहाँ भागिहाल्यो राधे कता यता हेर यता हेर न उता परबाट देख्यो नि ऊ पनि उता भागेछ म पनि यता के अरे मैले चाहिँ स्काई ब्लू कलरै भेटेन क्या गाइस के गर्ने होला बाँकी त लिएँ होइन दिमागमै केही छैन यार
काउन्टरमा ऊ चाहिँ रेजीमा त्यो सेसन गर्दैछ क्या म चाहिँ यहाँ लुकेर हेरिरहेको छु म यहाँ छु म पनि जाऊँ भनेको ऊ त्यहाँ छ क्या अनि त्यही भएर कुरेर बसेर देख्यो भने मजा आउँदैन नि त बिचरा त्यहाँ चाहिँ के किन्यो होला कस्तो रमाइलो अहिले हेरिहाल्यो भने आफ्नो एक्साइटमेन्ट भइँदैन होइन म यसरी लुकेर यसरी मान्छे मात्रै हेरिरहेको छु क्या म यहाँ लुकेर बसिरहेको छु मेरो चाहिँ आफूलाई चाहिने सामानहरू नि छ मैले यहाँ किनेँ होइन अब के किनेँ भनेर चाहिँ अहिले नै हेर्नु होला गाइज होइन भिडियोमा आइहाल्छ लिएँ मैले ठिकै पाएँ भनौँ न अब मनपर्छ पर्दैन हेरौँ आया कति रमाइलो बिचरा त्यो कुलुकुलु गई हो अब चाहिँ म जान्छु सामान हाल्नलाई अलिक पर जानुपर्छ क्या अनि त्यही भएर अब मेरो सामान किन्नलाई म जान्छु अनि चाहिँ म पनि सामान लिएर फर्किँदैछु तल गएको छ अरे फोन गरेको तल गइसकेको छ अरे म पनि तल जान्छु अब चाहिँ हामी फर्किन्छौँ आउँछौँ यो यहाँ रहेछ फर्स्ट फ्लोरमा ठ्याक्कै धुइदिउँ यहाँ मैले उसलाई देखिहालेँ अब चाहिँ हामी निस्किन्छौँ बाहिर चाहिँ घाम लाग्यो कि गर्नु अब मेरो चाहिँ घरमा चाहिने सामानहरू पनि सपिङ गर्नुपर्ने थियो त्यसले गर्दाखेरि चाहिँ एकदम हेभी भएको थियो त्यो सिसाको डिब्बाहरू चाहिएको थियो क्या मलाई चाहिँ तिनीहरू किनेको फर्स्टै गर्नु भइसक्यो त्यो नुन चिनी बोकेर यहाँ काँध दुखायो के को घाम लाग्नु अझै परिरहेको रहेछ हिउँ आउँदैन त यार मान्छे कुरिरहेको कुरे गो आउँदै आएन मेरो साथी आइहाल्दै यो देखेको छैन अच्छा एक्सपेक्टेसन धेरै नगर है भने किन भन्छ म त किन सकेन छैन यत्रो पोका बनाएर देखेर नि हो अनि सिन पनि सिथ्यो त अनि बेर्नलाई माथि हेर्न सिन पनि सिथ्यो नि अनि यहाँ गरुङ्गो भयो हो मेरो त त्यो सिसाको डिब्बाहरू किन्यो नि त पर्दैन तिमी छाता ओर्नु परिहाल्यो नि एउटा हातले ल हामी चाहिँ अब घर गएर खेलेर देखाउँछौँ ल गाई बाई गाह्रो छ यहाँ छाता ओढेर हिँड्नुपर्ने छ अहिले चाहिँ टक्क गुन्द्रुकको झोल गाई मौसमले च्यालेन्ज गरेपछि हाम्रो चाहिँ यस्तो छ पारा गुन्द्रुकको झोल बुतुका कुरकुरे गुन्द्रुकको झोल अनि खसीको खुट्टा सर लाएर खाँदैछु मुलाको अचार बाहिर हिउँ परिरहेको के चाहियो के चाहियो यति भएछ है खाऊ त गममा म यता छु हेलो गाइज अब चाहिँ हाम्रो गेम खेल्ने पालो आएको छ टक्क खानासाना खाएर होइन अनि गेम चाहिँ के हो कलर एक्सचेन्ज गेम अघि खाइमनो गरेर आयौँ नि अनि उसको झोला त्यहाँ छ तिमीले देखाउँदै मेरो ओए तिम्रो कत्रो ठुलो मेरो कति सानो मेरो चाहिँ सानो अनि एक्सपेक्टेसन चाहिँ नराख होइन धेरै तिमीलाई नपर्न नि सक्छ किनभने मेरो हिसाबले किनेको छु क्या मैले है ल के होला के चाहिँ किन्यो कता आज गेस गर मैले कता आज उठ्दो रहेछ गेस गर न मिल्छ कि मिल्दैन तिमीले चाहिँ उसले चाहिँ के किन्यो होला त फुरुक्क परेको लेमन पुतली भएको काँडा हो त्यो तिम्रो चाहिँ त्यस्तै हुन्छ तिमीले चाहिँ गेस गर त अहिले भनिसक्यो एउटा रुम स्प्रे एउटा चाहिँ मैले रिभिल गरिदिएको छु घरमा राख्ने घरमा युज हुने होला मैले चाहिँ घरमा युज हुने मैले चाहिँ तिमीलाई धेरै पर्सनल तिम्रो मात्र युज हुने चिज किने ल हेरौँ ल स्टार्ट ल कुन कलरबाट गर्ने ल तिमीले भन पहिला रेड रेड ल
ओके रेड कलर है त क्या छ होला भयो 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 ल 3 2 1 गो पिङ्की पिङ्की देखिन्छ होला होइन रेड अनि तिमीलाई यो ग्लसी मनपर्छ नि लिपस्टिक भन्ने यसमा रामेनहरू खाऊ आरिगातो टिफिन आउँछ होला भनेर त मैले एउटा टिफिन बक्स आउँछ होला भनेर सोचेको थिइनँ मैले यो पनि मेरो फेभरेट हो तिनवटा यहाँ राख्ने यो अनि अब ब्लू कुन ब्लू उयो होला ब्लू दुईवटा के अरे स्काई ब्लू के अरे रोयल ब्लू है रेबल डार्क ब्लू ल डार्क ब्लू हो है क्या कहाँ हो यार ल भयो भयो ल 3 2 1 गो ए हो रुम फ्रेस मैले देखिनँ त खोजेको त तिमीलाई यो त होइन होला यो त होइन भाइ आमा नि खाइमान गर्नु जाँदा अनि यो चाहिँ होइन यो चाहिँ यस्तो देखेको त यसको भित्र गेट त्यो त जाग्यो मैले पाउँदै पाइनँ के हो र यो पनि रुम फ्रेसनरै हो ए धन्यवाद म रुममा ल भयो अब चाहिँ है राख अनि तिमीलाई यो किन दिया थाहा तिमीलाई यस्तो यस्तो मनपर्छ नि त पिक्चर छ क्या अनि त्यो के अरे जाइताको गर्दाखेरि त्यो टक्क त्यो कलर अगाडि राखेर गर भनेर ल्याइदिएको ल अब म भन्छु ल अब कुन गरौँ भने ब्ल्याक भयो भयो ल 1 2 3 यतै ल्याइदिन्छ होला मैले चाहिँ यो हेर त कस्तो दामी गप्प हुने क्या तिमीलाई हेर न त्यो उसमा कपाल बान्नु हुन्छ काममा भनेर अनि यो वान पिसहरूमा यो चाहिँ ब्ल्याक केही नपाएर यो चाहिँ चटक सटक गर्दाखेरि यसो लाउनाले यो चाहिँ काममा जाँदा सिटिक्क बालेर आरिगातो ओइ अहिलेसम्म यहाँ अगाडि राख्नुपर्छ साँच्चै म त यहीँ हाल्न थालेको कहाँ अनि अहिले फर्केर त्यही दिएला नि अब कुन गर्ने ओरेन्ज अरेन्ज ल अरेन्ज त खतरा भाइ अरेन्ज त मेरो चाहिँ खतरा छ ल म त ओरेन्ज अर्कै कस्तो छ है कलर ल 3 2 1 गो ए के हो यो समाधान ए हो सही हो भाडा मान्ने के भने अरेन्ज भन्ने बित्तिकै मेरो दिमागमा यो भन्दा केही आएकै होइन के यो के आएकै होइन गाइज होइन अनि यो के हो के अरे यो सुत्दाखेरि के त नि शङ्कर कपाल ताना जाने गर्दैन होइन यो लगाएको छु त खोलेर हेर त यो चाहिँ दामी मैले कति किन्छु भनेर चाहिँ सोचेँ यो लगाऊ अनि गु गर्दैन एकदम प्रोटेक्ट गर्छ कपाल लामो भएको बेलामा पाएन गाइज अहिले छ त लामै हो त्यस्तो हो अबदेखि तपाईँले मेरो कपाल भेटाउँदैन बाबु बिरालोले गुलुका जसरी हो क्या ल मैले ओरेन्ज माने ओरेन्ज मान ल ओरेन्ज त हुने नि यो पिङ्क कलर पनि आजबाट ओरेन्ज है ओरेन्ज भनौँ न पिच कलर अनि अब के पर्पल कहाँ पुग्यो ल भयो 3 2 1 गो यो भने आउँछ भनेर मैले सोचेको थिएँ तिमीलाई मन परेन होइन त्यो वाला भेट्दै भेटिन के फेस यो टावल है फेस टावल उयो जोड्नु के छ हेरेर आमा के हो यो आर ए यो खोलेर हेर न राम्रो वाउ आरिगातो यो चाहिरहेको थियो अब टक्क भन्दा मुख धुने ठाउँमा हात पुस्नलाई हिजो भर्खर भनेको थिएँ मैले आज आइपुग्यो आरिगातोको चाहिँ मासियो यो चाहिँ तिमीलाई किरिङ चाबी झुन्डाउनलाई भनेर कस्तो राम्रो ल म यही युज गर्छु यहाँ चाहिँ होइन तिमीले पुते लिएर आएको बटरफ्लाई आर के उसको नाम आरबाट आउँछ नि त त्यही भएर अनि फेरि हेर न ड्राई फ्लावर हालेको हो नि 3D अहिले कति फेसन चलेको
रिगातो ल अब कुन गर्ने अब उयो ग्रे 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 गर्ने ल ल 1 2 भयो भेट्यो 3 सबै 1 2 3 गो आमा ऊ लागेको छ क्या हेर ओइ म त फिर्ता लान्छु मेरो सेट ल अरिगातो आमा कति राम्रो कति क्युट छ है वा अरिगातो ल अब म भन्छु ल अब चाहिँ ग्रिन ग्रिन अनि मेरो झलै सानो ग्रिन ग्रिन पहिला ग्रिन छैन क्या हो उनीहरू यत्रो थुप्रो रे यता यत्रो थुप्रो रे ल। अनि यो छ नि त राम्रो ल 3 2 1 गो ल हेर आमा ओए हनी तिमीलाई त्यसै मनपर्छ नि त अरिगातो जागोरीको अरिगातो ल कस्तो राम्रो वा यो चाहिँ के भन्छ यसलाई के भन्छ जापानिजमा त भन्न त आएन ग्रिन कति राम्रो क्या? कति राम्रो मैले ठ्याक्कै ओइ कस्तो सल्लाह गरेर चाहिँ लुगै भएछ ग्रिन त दुईजनाकै है वा अरिगातो जयमास ल भन अब के गर्ने कुन कलरबाट व्हाइट ल वा व्हाइट पनि खतरा हो सकिन लाइछ त व्हाइट पनि खतरा हो मेरो त ल ल भन न तिमीले भन 3 2 1 गो ये छ्या हुँदैन यो त यी मेरो नि त्यस्तो तर यस्तो नि कति राम्रो आमा लारिगा त दुईटा किनेछ नि त यो कति धन्यवादमा टोयलेटबाट चिज हो यो नभइकन तिमीले पायो यो भएन भने मान्छेलाई कति आपत पर्छ सरसफाइमा ध्यान दे भन्यो सबै कुरा मात्रै अब कुन दिस इज प्र्याङ्क के हो आमा ओइ कति राम्रो टक्क यो चाहिँ क्रप वाला के कति राम्रो सोचेको थियौ यही हो आम जस्तै ल्याएछ त्यो भएर मेरै हिसाबले ल्याएको छु भने मैले आमी आम जस्तै ल्याएछ अब पिङ्क गर्यो गराएन पिङ्क ल कति लाइछ त कति बाइक छ तिमीसँग छ अझै उस्तै त हो नि जति 12टा ल 3 2 1 गो ल आयो थ्याङ्क यू कति राम्रो क्युट बिहान बिहानै कफी खानुपर्छ नि त सबै यो पनि 3D वाला हो क्या यो फ्लावर सालेको कति चल्छ खै त्यो लिउ त यस्तो गर्ने क्या त उयो छ नि दामी दामी मलाई थाहा भइसक्यो क्या ओ कहाँ उयो के बाँकी हो येल्लो स्काई ब्लू होइन स्काई ब्लू ल स्काई ब्लू ल ल स्काई ब्लू ल कत्रा भयो भयो 1 2 3 गो आमा के गर्ने यो के गर्ने यो चाहिँ यस्तो छ होइन यहाँ यो पनि रुम फ्रेसनरै हो है दुईटा रुम राम्रो कस्तो मिठो बनाएको यो चाहिँ बेडरुममा भयो यो चाहिँ तिम्रो काम गर्ने रुमलाई ओ आरिगातो मेरो त केही छैन 3 2 1 गो आमा यो कसरी ब्राउन भयो ब्राउन त हो नि यो यो ब्राउन त हो नि अनि मैले चाहिँ यस्तो ल अरिगातो आमा सकिन लाग्थ्यो अरिगातो नि कति युजफुल हुन्छ राम्री बहिनी ल मेकअपको सामान तिम्रो र मेरो आयो है ल अब येल्लो ए अब येल्लो छ त येल्लो त खतरा छ येल्लो चप्पल येल्लो खतरा छ ल 3 2 लास्ट लास्ट
3 2 1 गो टाढोमा नि चौका अनि यो मलाई त पनि बनाइदिएछ के हरिया नै बनाइदिएछ भर्खर बिहे भएको नयाँ नयाँ बेहुली अनि काम गराउनु परेन बुहारीले। कति राम्रो सुनको चम्चाले आमा, बुहारी त यता आएछ अनि यहाँ पनि छ के हो त्यो चाहिँ ट्यान्टाडा। आम्मा। होइन यो चाहिँ उसको घरमा एउटा पनि भगवान् छैन क्या अनि त्यही भएर मैले यो भगवान् उसलाई गिफ्ट गरेको ल अब म लगाइरहेको छु ल भगवान् अनि येल्लो कलरको पाएन अनि त्यसमा यो बाल्नलाई धुप मैले यो स्ट्यान्डवाला धुप खोजेको पाएन अनि त्यही भएर यो यहाँनिर राख प्लस उसलाई झ्याउ हुन्छ भनेर यहाँ के अरे धुप बाल्न मिल्ने स्ट्यान्ड पनि यहीँनिर भएकोवाला मगाइदिएछु झ्याउ लाग्दैन ल यो गर होइन यो भएन भने फेरि तिमी त्यो धुप कहाँबाट खोज्ने के हुन्छ अनि यो पनि सेटमा यो चाहिँ येल्लो कलर पाएन जे होस् सेट एक्स्ट्रा यति नै guys। आमामामा, कति धेरै ओइ उ धेरै धेरै आउला यो कति क्युट यी मैले पनि कति धेरै पाएँ आमी नि त म त सफा नै सफा आमा टोयलेट पेपर पनि लिएर जानुपर्छ थ्याङ्क यू ल हामीले पनि जे होस् ट्रेन्ड फलो गऱ्यौँ गाइज होइन रमाइलो हुँदो मैले रहेछ कति मैले यस्तो वेट रमाइलो हुँदो गरेर रहेछ नेपाल गएर गर्नै पाएको थिएन दुईजना टाढा टाढा बल्ल बल्ल नेपालबाट फर्किरहेर गरेको अनि मेरो च्यानललाई लाइक के अरे च्यानललाई सब्सक्राइब गरिदिनु गाइज भिडियोहरू हेर्नु लाइक कमेन्ट सेयर गरिदिनु होला अनि आजलाई चाहिँ यति नै बाई बाई